हेलो गाइस, गुड मर्निङ सबैजनालाई। हजुरहरू सन्चो नै हुनुहुन्छ होला है, र म पनि सन्चो नै छु। र आज चाहिँ म मेरो क्यान्टिनको टुर देखाउँदैछु। यो चाहिँ हो किचन है। यो चाहिँ यता पेमा थालबाट मस्काउँदैछ। अघि चिया खानुभएको होला नि त दादाले। अहिले दादा चिया खाएर उठेको भाँडाकुँडा किन्दैछ। यहाँ पनि छ खाना खाने ठाउँ, उतापट्टि पनि छ खाना खाने ठाउँ, उँधोपट्टि नाना सफा गर्नुहुँदैछ है। अनि यहाँ चाहिँ छ हाम्रो काउन्टर एरिया, जहाँ चाहिँ हामी पैसाको लेनदेन गर्छ। यहाँ छ हाम्रो भगवान थान, नानाले बिहानै आएर पूजा गर्नु भइसकेको छ है। यहाँ चाहिँ हो म। बेलुकादेखि लाइट पनि छैन हो, मेरो फोनमा ब्याट्री पनि छैन, चार्ज पनि छैन, चार्ज पनि गर्नुपर्छ। यहाँ चाहिँ म सब्जी भुट्दैछु। सब्जी भुटेर यहाँ म्यागी बनाएको थियो। यहाँ दाल टेकाइरहेको छु मैले। लाइट पनि छैन हो खाना टेकाउनु लागि, अब भाँडामा टेकाउनु पर्छ होला है। लाइट छैन भने पुरा साह्रो पर्छ हेर्नु भाँडाकुँडा थुप्रेको। अहिले फिलहाल चाहिँ क्यान्टिनमा म एक्लै छु नि त है। नाना पर जानुभएको छ, घर जानुभएको छ है। उता कुद्दा नि थाक्छ। सबैजना गइसक्नु भएको छ। तपाईँहरूले गेस गर्नु सक्नुहुन्छ अहिले कति बजिरहेछ। मैले बिहानको र दिउँसोको मिलाएर बनाएको है यो भ्लग चाहिँ। यो चाहिँ अहिले भएको छ तपाईँको 3:30 भइसकेको छ हो। पेमा पनि अघि आइसकेको छ, बिहान स्कुल गयो पनि। हेर्नु भाँडाकुँडा थुप्रेको साह्रो पर्दैन एक्लै छ भने त है। खानाको बेला खाना खानु पनि भ्याउँदैन। हातको कति देख्नु भयो होला मेरो। चिया खाएर चाहिँ अलिक थकान मेटाएको हो। त्यहाँदेखि फेरि भाँडा मस्काउनु पर्छ, किचन पनि सफा गर्नुपर्ने छ हो गाइस। आजको लागि यति नै। मेरो भ्लगलाई माया र सपोर्ट दिनु होला।